नमस्कार। फिफा विश्वकप 2026 नकआउट चरणमा कुन महादेशको कति टोली राउन्ड अफ 32 भिड्दैछन् त्यसको बारेमा जानकारी दिन गइरहेको छु। उत्तर अमेरिकाको 3 राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडामा भइरहेको फिफा विश्वकप 2026 को राउन्ड अफ 32 को समीकरण पुरा भएको छ। आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुङ्गो लागेको हो। पहिलो पटक विश्वकपमा 48 राष्ट्रले प्रतिस्पर्धा गरेकोमा समूह चरणमा अहिलेसम्मकै धेरै 72 खेलहरू भए। समूह चरणका 72 खेल सकिएपछि 12 समूहका समूह विजेता र उपविजेता गरी 24 र उत्कृष्ट तेस्रो 8 टोलीले गरी 32 टोलीले समूह चरण पार गर्दै विश्वकपमा यात्रा अघि बढाएका हुन्। नकआउट चरणको पहिलो खुड्किलोको रूपमा रहेको राउन्ड अफ 32 यसपटक नयाँ थपिएको राउन्ड पनि हो। साबिक विजेता अर्जेन्टिना, साबिक उपविजेता फ्रान्स, पूर्व विजेताहरू ब्राजिल, स्पेन, जर्मनी, इङ्ल्यान्डसँगै उपाधिको दावेदारको रूपमा रहेको पोर्चुगल, नेदरल्यान्ड्स जस्ता टोलीहरू राउन्ड अफ 32 पुगेका छन्। तर पहिलो संस्करणसहित 2 पटकको विजेता उरुग्वे भने समूह चरणबाटै जितविहीन रहँदै बाहिरिएको छ। सन् 1930 र 1950 को विजेता उरुग्वे समूह चरणमा जितविहीन रहँदै बाहिरिएको छ। अर्कोतर्फ 3वटै सह-आयोजक राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानाडा नकआउट चरणमा पुग्न सफल भएका छन्। पहिलो पटक सह-आयोजकको रूपमा विश्वकप आयोजना गरेको क्यानाडाले यसपटक घरेलु मैदानमै इतिहास रच्ने क्रममा विश्वकपमा पहिलो अङ्क र पहिलो जित समेत निकाल्दै पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो। विश्वकपमा पुनरागमन गरेको नर्वे, बोस्निया एन्ड हर्जगोभिना र दक्षिण अफ्रिका पनि राउन्ड अफ 32 प्रवेश गरेका छन्। अफ्रिकी जायन्ट्स आइभरी कोस्टले पहिलो पटक नकआउट चरण तय गर्दा यस विश्वकपमा डेब्यू गरेको केप भर्डे समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेर सबैलाई आश्चर्यचकित पारेको छ। अन्य डेब्युटेन्ट टोलीहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिए। नकआउट चरणमा युरोप र अफ्रिकन टोलीको दबदबा रहँदा एसियाबाट भने धेरै टोली समूह चरणबाटै बाहिरिएका छन्। एसियन पावर हाउस जापान, एसियन कोटाबाट खेल्ने अस्ट्रेलियाले पनि राउन्ड अफ 32 स्थान बनाएको छ। यस विश्वकपमा 4 नयाँ टोलीले डेब्यू गरेकोमा केप भर्डेले मात्र नकआउट चरणमा स्थान बनाउँदा अन्य 3 टोली कुरासाओ, उज्बेकिस्तान र जोर्डन भने समूहको अन्तिममा रहँदै बाहिरिएका छन्। तीनै टोली जितविहीन रहे। यसपटक समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट 8 टोलीले पनि नकआउट चरणमा स्थान बनाए, जसमा DR कङ्गो, स्विडेन, घाना, इक्वेडर, बोस्निया एन्ड हर्जगोभिना, पाराग्वे, सेनेगल र अल्जेरिया छन्। तेस्रो हुने अन्य 4 टोली इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे भने बाहिरिए। नकआउट चरणमा पुगेको सेनेगल समान 3 अङ्क भए पनि इरान, दक्षिण कोरिया र स्कटल्यान्ड गोल अन्तरमा पछि पर्दा उरुग्वेले भने 2 अङ्क मात्र जोड्न सकेको थियो। कुन महादेशबाट कति टोली नकआउटमा छन् त? यसपटक विश्वकपमा टिम सङ्ख्या बढाएर 48 पुर्याउँदा विभिन्न महादेशको कोटा पनि बढेको थियो। त्यसमा युरोपबाट सर्वाधिक 16, अफ्रिकाबाट 10 र एसियाबाट 9 टोलीले प्रतिस्पर्धा गरेका थिए। यस्तै उत्तर र दक्षिण अमेरिकाबाट समान 6 र ओसियानाबाट 1 टोलीको सहभागिता थियो। तर नकआउट चरणमा भने युरोप र अफ्रिकी टोलीहरूकै वर्चस्व रहेको छ। युरोपको 16 मध्ये सर्वाधिक 12 टोली नकआउटमा प्रवेश गरेका छन्। यस्तै अफ्रिकाबाट 10 मध्ये 9 टोली नकआउट चरणमा प्रवेश गरेका छन्। अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरोक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, DR कङ्गो, घाना, अल्जेरिया नकआउट चरणमा पुग्दा ट्युनिसिया मात्र बाहिरियो। दक्षिण अमेरिकाबाट 6 मध्ये 5 टोली नकआउट चरणमा पुग्दा उत्तर अमेरिकाको भने टिममध्ये
आयोजक 3 टोली अमेरिका, मेक्सिको र क्यानाडा मात्र नकआउट चरणमा पुग्न सफल भए। दक्षिण अमेरिकाको साबिक विजेता अर्जेन्टिनासहित ब्राजिल, कोलम्बिया, इक्वेडर र पाराग्वेले नकआउटमा स्थान बनाउँदा पूर्व विजेता उरुग्वे मात्र बाहिरियो। यसपटक एसियाबाट पनि टिम सङ्ख्या बढेर 9 पुगेको थियो। समूह चरणको सुरुवातमा एसियन टोलीले राम्रो प्रदर्शन गरे पनि नकआउट चरणमा भने एसियाबाट जापान र अस्ट्रेलिया 2 टोली मात्र पुगे। अस्ट्रेलियाले एसियन कोटाबाट विश्वकप खेल्दै आएको छ। राम्रो सुरुवात गरेर पनि दक्षिण कोरिया, इरान जस्ता टिम नकआउट चरणमा पुग्न असफल रहे। ओसियानाबाट एक मात्र टिम न्युजिल्यान्डले प्रतिस्पर्धा गरेकोमा समूह चरणबाटै बाहिरियो। यतिकैमा आजको यो तपाईँहरूलाई छोटो विश्वकप सम्बन्धी जानकारी दिएको छु। आगामी दिनमा पनि यस्तै रोचक र जानकारीमूलक विश्वकप सम्बन्धी सामग्रीहरू लिएर आउनेछु। धन्यवाद।